सन् 2026 मे महिना नेपालले भारतसँग सरकारी स्तरमा रासायनिक मल आपूर्तिको प्रक्रिया अघि बढाएको छ। भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। हरेक वर्ष मनसुन नजिकिँदै गर्दा मलको सङ्कट पुनः दोहोरिन्छ। यो अब असामान्य होइन, प्रणालीगत समस्या बनिसकेको छ। तर प्रश्न केवल मल आइपुग्छ कि पुग्दैन भन्ने होइन, प्रश्न अझ गहिरो छ। के हामीले हाम्रो माटोलाई उत्पादनशील बनाइरहेका छौँ वा निरन्तर बाहिरी इनपुटमा निर्भर बनाउँदै यसको प्राकृतिक शक्ति कमजोर पारिरहेका छौँ? आजको कृषि कन्टेक्स्टमा हामी नेपालको कृषि नीतिमा देखिएको नीतिगत मरुभूमिकरण र संरचनागत समस्यालाई बुझ्ने प्रयास गर्नेछौँ। माटो केवल उत्पादन गर्ने माध्यम होइन, यो एक जीवित पारिस्थितिक प्रणाली हो। स्वास्थ्य माटोमा सामान्यतया 3 देखि 5% जैविक पदार्थ अर्थात् सोइल अर्ग्यानिक म्याटर अपेक्षित मानिन्छ। तर विभिन्न कृषि अध्ययनहरू अनुसार नेपालका धेरै कृषि क्षेत्रहरूमा यो स्तर दीर्घकालीन रूपमा घट्दो अवस्थामा देखिन्छ। यो गिरावटको मुख्य कारण केवल रासायनिक मल मात्र होइन, तर रासायनिक मलको असन्तुलित प्रयोग, जैविक पदार्थको कमी र क्रप रेजिड्यू व्यवस्थापनको कमजोरीका कारण हाम्रो माटो निर्जीव बन्दै गइरहेको छ। नाइट्रोजन, फस्फरस र पोट्यासियमको अत्याधिक निर्भरता बढ्दै जाँदा माटोमा सूक्ष्म जीवहरू कमजोर हुँदै जान्छन्। फलस्वरूप माटोको पानी धारणा गर्ने क्षमता घट्छ, संरचना कमजोर हुन्छ र दीर्घकालमा उत्पादकत्व अस्थिर बन्छ। नेपाल सरकारले प्रत्येक वर्ष रासायनिक मलमा अरबौं रुपैयाँ अनुदान खर्च गर्छ। अनुदानको उद्देश्य किसानलाई राहत दिनु हो, तर यसको संरचनागत असर अझ गहिरो छ। जब रासायनिक मल अत्यन्त सस्तो र सहज हुन्छ, तब दीर्घकालीन माटो सुधार गर्ने जैविक अभ्यासहरू आर्थिक रूपमा कम आकर्षक बन्दै जान्छन्। यसले एक प्रकारको पोलिसी डिपेन्डेन्सी लुप सिर्जना गर्छ, जहाँ किसान उत्पादन बढाउन तत्काल समाधान रोज्छन्, तर माटोको स्वास्थ्य दीर्घकालमा कमजोर हुँदै जान्छ। यसको परिणाम केवल उत्पादन लागत होइन, कृषि प्रणालीको स्थायित्वमा पनि देखिन्छ। रासायनिक मलको उत्पादन र प्रयोग केवल कृषि विषय होइन, यो जलवायु प्रणालीसँग जोडिएको विषय पनि हो। नाइट्रोजनमा आधारित मल अत्यधिक प्रयोगले नाइट्रोजन अक्साइड जस्ता हरितक्रिय ग्यासहरू उत्पादन गर्न सक्छ, जुन कार्बन डाइअक्साइडभन्दा पनि धेरै शक्तिशाली मानिन्छ। अर्कोतर्फ स्वास्थ्य माटोले प्राकृतिक रूपमा कार्बन भण्डारण गर्न सक्छ, यसलाई कार्बन सेक्वेस्ट्रेसन भनिन्छ। तर माटोको जैविक संरचना कमजोर हुँदै जाँदा यो क्षमता घट्दै जान्छ। यसरी कृषि प्रणाली स्वयं जलवायु परिवर्तनको हिस्सा बन्दै जान्छ। नेपालका कृषि योजनाहरूमा दिगो कृषि, प्राङ्गारिक खेती र माटो सुधार जस्ता अवधारणाहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन्, तर व्यवहारमा बजेटको ठूलो हिस्सा तत्कालीन इनपुट, विशेष गरी रासायनिक मल आपूर्तिमा केन्द्रित देखिन्छ। यो नै नीति र कार्यान्वयन बीचको मुख्य खाडल हो, जसलाई हामी नलेज एक्सन ग्याप भन्न सक्छौँ। नीति राम्रो भए पनि कार्यान्वयन प्रणाली यदि सुधारात्मक दिशामा छैन भने परिवर्तन सम्भव हुँदैन। अबको समाधान के त? समाधान केवल रासायनिक मल घटाउने विषय मात्र होइन, यो सम्पूर्ण कृषि सोचलाई प्रतिक्रियात्मक प्रणालीबाट डाटामा आधारित सन्तुलित पोषण व्यवस्थापनतर्फ रूपान्तरण गर्ने विषय हो। आजको कृषि अब अनुमानमा होइन, मापनमा आधारित हुनुपर्दछ। माटो कहाँ कमजोर छ, कुन पोषक तत्त्व कमी छ र कुन अवस्थामा कति मात्रामा पोषण आवश्यक पर्छ भन्ने कुरा बुझ्ने क्षमता बिना हामी दीर्घकालीन समाधानतर्फ जान सक्दैनौँ। यही कारणले अब कृषि प्रणालीमा प्रिसिजन एग्रिकल्चरको आवश्यकता बढ्दै गएको छ। GIS म्यापिङ, सोइल हेल्थ कार्ड प्रणाली र सेन्सरमा आधारित सोइल मोनिटरिङ जस्ता प्रविधिले किसानलाई आफ्नो जमिनको वास्तविक अवस्था बुझ्ने अवसर दिन्छ। यसले अनावश्यक मल प्रयोग मात्र घटाउँदैन, माटोको दीर्घकालीन स्वास्थ्य पनि संरक्षण गर्छ। तर प्रविधि मात्र पर्याप्त हुँदैन, यसलाई व्यवहारमा जोड्ने अर्को महत्त्वपूर्ण पक्ष हो इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट, जहाँ रासायनिक मललाई पूर्ण रूपमा हटाउने होइन, तर जैविक स्रोतसँग सन्तुलित रूपमा प्रयोग गरिन्छ। यो सन्तुलन नै आधुनिक दिगो कृषि प्रणालीको आधार हो। यही बिन्दुमा रिजेनरेटिभ फार्मिङको अवधारणा अझ महत्त्वपूर्ण हुन्छ। माटोलाई केवल उत्पादन गर्ने माध्यम होइन, फेरि जीवित प्रणालीको रूपमा पुनः सक्रिय बनाउनु नै यसको मूल उद्देश्य हो। यो प्रक्रियामा प्रकृतिबाटै समाधानहरू उपयोग गरिन्छ। जस्तै खेतमा ढैँचा जस्ता हरियो मलको प्रयोगले माटोमा प्राकृतिक रूपमा नाइट्रोजन फिक्स गर्छ, जैविक पदार्थ बढाउँछ र माटोको संरचना सुधार्छ। यसले माटोलाई पुनः स्वस्थ बनाउँछ र युरियाको प्रयोग 50%ले घटाउन मद्दत गर्दछ। धान खेती प्रणालीमा एजोला जस्तो जलचर वनस्पति प्रयोग गर्दा प्राकृतिक नाइट्रोजन आपूर्ति हुन्छ, जसले रासायनिक युरिया माथिको निर्भरता 25%सम्म घटाउन सक्दछ। यो एउटा सानो जैविक प्रणाली हो, तर यसको प्रभाव कृषि लागत र माटोको स्वास्थ्यमा गहिरो हुन्छ। त्यसैगरी गोबर मल, कम्पोस्ट र क्रप रेजिड्यूको व्यवस्थित प्रयोगले माटोमा सूक्ष्म जीवाणुहरूको जीवन
पुनः सक्रिय बनाउँछ, माटो फेरि जीवित बन्छ। अझ दीर्घकालीन दृष्टिले बायोचार र कभर क्रपिङ जस्ता अभ्यासहरूले दीर्घकालीन उर्वरता स्थिर राख्न मद्दत गर्दछ। यी सबै अभ्यासहरू एक्लै नभई एकअर्कासँग जोडिएर काम गर्दा मात्र प्रभावकारी हुन्छन्। अर्थात् कृषि सुधार कुनै एउटा प्रविधि वा एउटा मलको विकल्प होइन, यो सम्पूर्ण प्रणाली परिवर्तन हो। नेपालको माटो सङ्कट केवल उत्पादन घट्ने समस्या होइन, यो नीति, अभ्यास र सोचको संयुक्त परिणाम हो। हामीले कृषि प्रणालीलाई पुरानै ढाँचामा चलाइरह्यौँ भने माटोको प्राकृतिक शक्ति क्रमशः कमजोर हुँदै जानेछ। तर यदि हामीले अहिले नै प्रविधि, जैविक ज्ञान र नीति सुधारलाई एकीकृत गर्न सक्यौँ भने यो अवस्थालाई उल्ट्याउन सकिन्छ। भविष्यको कृषि केवल मल वा उत्पादनको विषय होइन, यो डेटा, माटो र प्रकृति बीचको सन्तुलन हो। प्रविधि, जैविक अभ्यास र नीति सुधारलाई सँगै लैजाने हो भने माटोको उर्वरा शक्ति बढ्न सक्छ। द कृषि कन्टेक्स्टमा आज यति नै। कृषिका यस्तै रोचक तथ्य र जानकारीका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।